चाय ल्याइदिएको तपाईँलाई के बिहान बिहान अलिकति चाय खायो भने माइन्ड फ्रेस हुन्छ अलि तबियत हेरे गडबड चाय खानु त किन दुःख गरेको यति साह्रो छिटो निको हुनु भनेको चियाले निको हुन्छ अब यो चाय खायो भने यो चायमा के हालेको छु थाहा छ तपाईँलाई के छ अदरक हालेको छु म कालो मरिच हालेको छु सुकमेल हालेको छु त्यसले जाती हुन्छ अलिकति यो खायो भने न अहिले अलिकति अनि पहिल्यै भनेको भइहाल्थ्यो त त्यो दोकानबाट चियामा यस्तो यस्तो हालेर खानु भनेर भनेको भए उहिले खाएर म जाती भइहाल्थ्यो त म आफै आएर बनाएर ल्याएको ए कि तेरै हातबाट हालेको चाहिँ खायो भने चाहिँ जाती हुने फेरि यो दाइले उल्टो पुल्टो कुरा गरिहाल्छ जतिखेर मेरो हात गएन कि यसमा मैले के हालेँ त्यो सुन्नु भएन ए खायो भने चाहिँ अहिले तपाईँ उठेर कुद्नु थाल्नुहुन्छ घोडा जस्तो ए घोडा जस्तो गुटुङ डुङ्गुङ कहाँबाट ल्याएको झारखण्डबाट ल्याएको क्या फेरि कि उत्तर प्रदेश अब उता उता हुन्छ नि त नि झारखण्डबाट ल्याएको होला है ल ल ल अब थाहा छ तपाईँलाई हिजो मैले होइन डर पनि लाग्छ नि यिनीहरूको त के टुना मुना गरेर फेरि म बोक्सी हो बोक्सी होइन नि धानी हो यहाँ बुढाबुढीलाई ऊ लडाइँ गरी लुटपाट गरेर कहिले लुल्लु खाइदिन्छ नि त थ्याङ्क यू मेरो भाइ वेलकम दाजु वेलकम ओके म चाहिँ खाने तिमीहरू चाहिँ हेरिरहने फेरि कस्तो कुरा गर्छ ल ल ओके थ्याङ्क यू त्यो खाएर हेर्नु न यो खाने बित्तिकै तपाईँले ओछ्यानबाट ओछ्यान तोछ्यान फाल्नुहुन्छ ओछ्यान तोछ्यान फालिदिन्छु बस्नुहुन्न ओछ्यान एकैचोटि तल पुग्छु होला त्यही त एकैचोटि तल पुग्यो भने त डेट भइहाल्यो नि फेरि है त्यति साह्रो त ल ल ल ल